हेलो नमस्ते है सबैजनालाई। मैले चाहिँ कति बोलिसकेको थिएँ, भिडियो चाहिँ अन गर्नै छोडेँ, बिर्सेछ। त्यस्तो त छ नि त। अनि अहिले चाहिँ हाम्रो स्कुलहरू लाग्दैछ हैन, हिजोदेखि स्टार्ट पनि भयो। अनि दिन भने यति नराम्रो छ, यति नराम्रो, अन्धकार ढुङ्ग हो, पानी मात्रै आउँछ चिलेले, त्यस्तो छ अहिले चाहिँ। फिलहाल मजुवामा चाहिँ त्यस्तो भइरहेको छ। अनि अब एक्लो बसेको पनि अब धेरै वर्ष भइसक्यो म, हो 5-6 वर्ष भइसक्यो एक्लै बसेको है। अब यो होइन कि फ्यामिली सपोर्ट छैन भन्ने कुरा होइन। अब कति मजबुरी, अब जिम्मेवारी, अब कति कुरोहरूले बाध्यताहरूले चाहिँ म अब एक्लै नै बसिरहेको छु। हजुरहरूलाई त थाहा भएको कुरै हो होइन। एक्लो हुँदाखेरि चाहिँ अब धेरै कुरोको सोच आउँछ क्या साथीहरू। तपाईँहरूलाई पनि अनुभव भएको कुरो होला। तपाईँहरू पनि अब कतिजना त अब सबै फ्यामिली साथमा हुन्छ भन्ने छैन होइन। कतिजना एक्लै बस्नुहुन्छ, उहाँलाई पनि कति कुरो अनुभव भएको चिजहरू नै हो है। यतिलाई अब धेरै कुरोहरूको अब एक्लो बस्दाखेरि धेरै कुरोको सोचहरू आउँछ। अनि मलाई अब सोचमा अहिले फिलहाल चाहिँ मलाई के सोच आयो भने होइन, मान्छेमा अब कमी हुन्छ है। अब सबैजना पर्फेक्ट हुन्छ भन्ने छैन है। मेरोमा पनि अब कमी रहेछ। अब त्यो चाहिँ अब मैले अब म आफूलाई भएको अब अनुभव भएको चिज हो। तर अब मैले अब कसैले भनेर चाहिँ त्यो कुरोलाई मैले रियलाइज गरेर हो त त्यो कुरोलाई मैले उयो गर्नुपर्छ, यो कुरोलाई मैले एउटा हुन्छ नि नेगेटिभ नगएर पोजिटिभ राखेर है सुधार्नुपर्छ भन्ने एउटा फिलिङ चाहिँ आयो क्या मलाई। किन भन्दा चाहिँ मेरो भाइ सुजितले गर्दा चाहिँ यस्तो मलाई, मेरो भाइले गर्दा चाहिँ मलाई यस्तो सोच आएकै साथीभाइ हो। अनि के सोच भन्दा चाहिँ मेरोमा के कमी रहेछ, के कमी छ भन्दा चाहिँ म हजुरहरूलाई यो भिडियोमा सेयर गर्न चाहेँ है। अब कमजोरीलाई मात्रै म उयो गर्दिनँ, त्यो कुरोलाई हामीले सुधार्ने पनि छु होइन। अन्त म चाहिँ अस्ति भर्खर होइन बिमार अब भएको थिएँ है। बिमार त अब अरूलाई नजरमा सोच्दाखेरि अब ठुलो नै हो हुन त है। म चाहिँ अब के हो, मलाई चाहिँ अब दबाई खानु पिरले हो या के हो। अब म चाहिँ यस्तो छु कि के अरे बिमारहरू हुँदा होइन डक्टर देखाउनु छिटो जानु, देखाउनु, ट्रिटमेन्ट गर्नु, दबाई खानु भनेको यस्तो पिर लाग्छ होइन। अब त्यो त अब मेन टपिक भएन होइन। अब एउटा भनेको मात्रै। मलाई जब म बिमार भएर सोध्छु नि, मलाई फोन गर्छ नि, अब कस्तो छस्, के छस्, बुढाले सोध्छ होइन के छ कस्तो छ, बाउ आमाले सोध्छ जाति भयो भएन, यति इरिटेट लाग्छ त्यो चाहिँ अब मेरो भएको कुरा। मलाई नसोध्नु नि, मलाई नखोज्नु नि, अब हुन्छ नि अब मलाई सोधेन खोजेन भने मन दुखाउँछ होइन। कति त त्यस्तो हुँदैन। मलाई चाहिँ फोन गऱ्यो भने मलाई नसोध्नु नि है, मलाई सोध्छ होला, फेरि दबाई खाइस् भन्छ होला, डक्टर देखाइ भन्छ होला। मलाई झिजो लागेर आउँछ मनदेखि नै क्या। त्यो झिजोपन आउँछ मलाई, कोस मलाई सोधी खोजी गऱ्यो कस्तो छ, दबाई पानी खायो खाएन, अब हुन्छ त्यस्तो हुन्छ है भएको कुरा। अन्त अब अभिनवको पापाले पनि अब उसलाई अब अरू बेला जसकै होस्, बिजीपन होस्, चाहे जसकै होस्, बिमार भयो भने चाहिँ यति साह्रो उनीहरू उयो हुन्छ क्या। माछा पानीबाट निकाल्दा बाहिर छटपटिन्छ नि, त्यस्तै नै छटपट लाग्छ होइन। सेम थिङ अब हाम्रो बाबा आमाहरू पनि त्यस्तै हुन्छ। बाबा झन् के भइस्, कसो भइस्, किन डक्टर देखाएन हेन तेन अब पुरा भन्छ होइन बाबाले। अन्त अब अस्ति मलाई स्किन पुरा प्रब्लम भयो होइन। हुनु पनि अब 5-6 दिन त म त यति डरलाग्दो भयो, यति डरलाग्दो अब है मलाई मात्रै थाहा छ है। तर पनि अब मैले त्यो सिरियस हुनु चाहिँ अब खोइ के भएर सक्दिनँ। बिमार भएपछि म सिरियस थलाज भएर दबाई खाएर म बिमारी चाहिँ त्यस्तो भन्नु अब मेरो के भएर त्यस्तो आदत भएको न त। मैले पनि अब आफ्नो फ्यामिलीलाई दुःख दिँदिनँ भन्ने सोच भएर त्यस्तो मेरो बडी नै अब त्यस्तो भएको हो कि, न त मेरो बाउ आमालाई दुःख दिनँ फल्ना कसैलाई दिनँ भन्ने सोच भएर त्यस्तो भएको हो कि। अन्त अब त्यस्तो हुँदा चाहिँ अब बाबाले अस्ति चाहिँ अब बिमारहरू हुँदा है बिचरा बाउ आमाको मन एक्लै छ, यसलाई कसले दबाई पानी दिएला, यसलाई कसले खानु सोध्ला भनेर सोधेको होला सायद होइन। बाबाले फोन गरेर सोध्छ, इन्जेक्सन किन लाइस्, इन्जेक्सन लाउनु मन थिएन, फल्ला खाउनु जा, तेरो के अरे उस लाग्यो होला, के भन्छ त्यो नाक लाग्यो होला, यो गर त्यो गर। अब मलाई त फेरि यति झिजो लाग्छ जहिले पनि त्यो हो मेरो त आदत। मैले पुरा रिसाएँ होइन। मलाई झिजो लाग्यो बेलामा किन कल गरेको, मलाई किन सोधेको, मलाई सोधी खोजी किन गर्नु, मलाई वाक्कै नपार्नु भएको कुरा साथीभाइ। मैले त्यसो भने वाक्कै
नलगाउनु मलाई हिजो मलाई वाक्कै नगर्नु फोन पनि नगर्नु म वाक्कै भइसकेँ घरि यो त्यो नभनिरहनु भनेर चाहिँ भने मैले त्यस्तो भने बाबालाई बिचरा बाबा आमा त एकछिनमै फेरि कस्तो छस् के खाइस् डक्टर देखाइस् जा सिलगढी यहाँ नदेखा हुँदैन अब त्यस्तो अब बिचरा बुवा आमाको मन थियो नि त अरूलाई त्यसो भन्यो भने त यसलाई खोज्दिनँ भन्ने हुन्छ होला तर बुवा आमा त्यस्तो हुँदैन साथीभाइ अन्त त्यस्तो क्या अब झिजो लाग्छ मलाई साँच्ची होला अब कसले नसोधोस् मलाई नखोजोस् होइन म अब आफैलाई अब दबाई अब कसरी हुन्छ म अब उयो हुन्छु अब बिमार भएर जाति भएर अब उयो पछि बोल्छु भन्ने हुन्छ अब मलाई फोन नगरिरहोस् मलाई सोधी खोजी नगरिरहोस् त्यस्तो फिल अब मेरो मनबाट त्यस्तो हुने अन्त मैले जाति साथीभाइ तपाईँ अब जाति भएर मलाई अब घरमै हेर्नु आयो दाजुहरू भाइहरू बहिनी दिदीहरू सबै आयो अन्त नानीहरू आयो मलाई जाउँ भनेर गयो उता अन्त सुजितले म एक दिन बसेँ होइन केही सोधी खोजी गरेन त्यसले केही याद गरेन मलाई पत्तो पनि गरेन त्यहाँनिर भोलिपल्ट होइन ए दिदी तेरो त बिमारी भयो भने घाउ त छैन त अरे अन्त मैले तैँले सोध्छस् र मलाई र सोधिस् र थाहा उयो भएको र सोधिस् र खोजिस् र अन्त मलाई अहिले सोध्छस् बरु भोलि पर्सि सोध्न अहिले किन सोच्छस् भनेको त त्यसले के अरे ल मैले किन सोध्दिनँ थाहा छ भनिदिनु त किन सोधेन भने अस्ति बाबाले फोन गर्दाखेरि झिजो मान्छ है बिचरा बाबाले जाति भयो भएन भनेर सोधी खोजी गर्छ आमा किन फोन गरेको अरे किन सोधेको अरे म ठिकै छु भनेर भन्छ है त्यस्तो अवस्था त्यस्तो हुँदाखेरि पनि आफैलाई अब घरैभित्र बसेर दबाई पानी पनि नखाइकन बस्नु भनेको त मामुली कुरो होइन 6 दिन यस्तो डरलाग्दो घाउ आएको थियो मैले देखेँ होइन त्यो दबाई खानु पनि छैन राम्रो डक्टर देखाउनु जा भन्दा त रिसिन्छ अन्त बाबा आमाले सोद्धाखेरि त त्यस्तो खालको ट्रिट गर्छु दिदी तपाईँले अब हामीले त के भन्नु बाबा आमाले डक्टर देखा नानी राम्रो ट्रिटमेन्ट गर भन्दाखेरि त त्यसो भन्छ होइन म त मैले सोद्धा त सोद्धाखेरि त झन् के अब मार्छ होला मलाई भनेर मैले जानेरै थाहा लागेर सोधी खोजी नगरेको तपाईँको त्यो बानी आदतले डक्टर देखाउनु अलिकति बिमार हुँदाखेरि आफैले जानेर डक्टरहरू देखाउनु जानु होइन दबाई पानी छिटो गरिहाल्नु एक्लै बस्छ राम्रोको लागि भनेको बाबा आमाले तर अब तपाईँ यति डरलाग्दो ढिट छ कि त्यो ढिटपनले क्या अब एक दिन तपाईँलाई सोध्ने बिमार हुन्छ सोध्ने पनि हुँदैन कोही खोज्ने पनि हुँदैन है के खाइस् तपाईँ खाइस् भन्ने पनि मान्छे हुँदैन बाबा आमा थिएर पो तपाईँलाई सोधी खोजी गरे त अरू त्यो जग्गामा मान्छे भने तपाईँलाई सोध्दैनौँ खोज्दैनौँ तपाईँ त्यति डरलाग्दो ढिट भएर बस्छ होइन बिमारहरू भयो भनेको सुन्छ कहिले दबाई पानी खायो डक्टर देखायो भनेको सुन्दैन अन्त त्यस्तो मान्छेलाई कसले चाहिँ सोध्छ अझै फोन गरेर सोद्धा त रिसिन्छ त्यस्तो मान्छेलाई कसले सोधी खोजी गर्छ हेर्नु दिदी एक दिन तपाईँ बिमार हुँदा कसले सोध्दैन पनि खोज्दैन पनि हो यो जाति नै छ हेर्दा राम्रै छ भिडियोहरू बनाइरहेको छ राम्रै गरिरहेछ मान्छे भने आफ्नो शरीरले कस्तो गरिसकेको हुन्छ मान्छे भित्रभित्र बिमारले कस्तो भइसकेको हुन्छ तर बाहिर देखाउँदैन छँदै छैन त्यो खालको सो नै गर्दैन एक दिन तपाईँ एक्लै छ कसले सोध्दैन पनि एक दिन तपाईँलाई थाहा पनि लाग्दैन कि अन्त साह्रो गाह्रो परेर मरेको पनि थाहा हुँदैन मान्छेलाई त्यस्तो प्रकारले भने किन त्यस्तो ढिटपन भएको बिमार हुँदा दबाई पानी गर्नु भनेर चाहिँ भने होइन अन्त मैले के पनि भनेन घरमा आएर पुरा सोचेँ हो साँच्ची नै त्यसले अब सही नै भन्यो मैले बिमार हुँदा बाउ आमाले सोद्धाखेरि है जसले सोद्धाखेरि दिजु मान्छु साँच्ची नै अब त्यस्तो खालके व्यवहार चाहिँ मैले गर्नु हुँदैन रहेछ है मेरो ब्याड ह्याबिट चाहिँ अब भनौँ भने धेरै छ ब्याड ह्याबिट होइन अब एक त अब त्यही हो ढिटपन होइन ढिटपन पनि एउटा नराम्रै बानी हो आदत होइन एक त अब त्यस्तो खालके बानी है डक्टरहरू देखाउनु यस्तो ट्रिटमेन्ट गराउनु छिटो दबाई पानी खानु भन्ने छैन दबाई खानु भनेपछि यस्तो लाग्छ साथीभाइ हो फेरि मैले यस्तो अन्त त्यो बानीलाई म साँच्ची नै हटाउँछु अब मैले भाइले ठिकै सजेस्ट गर्यो अब म आइन्दादेखि त्यस्तो गर्दिनँ है सबले सोधी खोजी गर्दाखेरि म नर्मल बिहेभ गर्छु होइन म जे छु म बिमारी छु भने म बिमारी छु होइन अब बिमार छुइनँ नै भन्छु अब बिमार हुँदाखेरि म राम्रै छु जाति भए म ठिक छु भन्ने अब मेरो आदत छ होइन
अन्त किन भन्दा अब दबाई नै सम्झिहाल्छु क्या सर्वप्रथम त म डक्टर जा भन्यो भने त्यो डक्टरले के दबाई दिन्छ थाहा हुँदैन पहिला नि म त यत्रो ट्याब्लेट हुन्छ नि सम्झिहाल्छु कसरी निल्नु म कसरी खानु म सक्दिनँ भन्ने एउटा मलाई फिल आइहाल्छ है अन्त त्यसले गर्दा म डक्टरमा जानु पनि मन लाग्दैन दबाई पानी खानु पनि मन लाग्दैन साथी हो अन्त विशेष एक त यसो होला है म एक्लै बस्छु अब आमा बाउलाई सुर्ता हुन्छ यसले के खायो होला बिमार हुन्छ कसले स्याहार्यो होला अब आमा बाउ त के अब धेरै आफन्तहरूले यस्तो सोच्छ के गर्छ होला अब यसले अब त्यस्तो पनि बेसी भएको होला होइन त्यसले गर्दाखेरिमा उनीहरूले निदा खोजी गरेको होला नि त गर्नु त होइन अब आइन्दादेखि चाहिँ म त्यस्तो खालको बिहेभ गर्दिनँ अब सुजितले गर्दाखेरि मलाई चाहिँ झसङ्गै भयो क्या म त्यस्तो खालको आदत म छोडिदिन्छु आइन्दादेखि म सन्चो छुइनँ भने सन्चो छुइनै भन्छु है म कहिल्यै ढाँट्दिनँ अब म अस्ति कस्तो भएको थिएँ र पनि फोन गर्दा अब म ठिकै छु जाति भयो त्यस्तो भनेर अब है ठिक भयो भनेर अब बाबालाई त्यस्तोहरू भने अब बाबामा त के धेरैजनाले त्यस्तोहरू भने होइन अन्त यस्तो पनि लाग्छ फेरि म नराम्रो पनि होइन होला म नेगेटिभ पनि होइन होला होइन मेरो अब त्यस्तो छ नि त कमी छ तर एउटा मैले गर्दाखेरि अरू फ्यामिलीलाई पनि किन उयो गर्नु है उनीहरूलाई पनि सुर्ता हुन्छ एक्लै एकदम बसिरहेको छु भने मै अब कमजोरी भएर म यस्तो भयो उस्तो भयो भने त उनीहरूलाई पनि कति टेन्सन होला हुन्छ होला म नदिनु पर्यो दिदिनँ भन्ने एउटा त्यस्तो खाले सोचले पनि सायद म अहिलेसम्म यस्तो भएको होला होइन तर अब मेरो कमी चाहिँ त्यही रहेछ साथी हो है ढिटपन भएर बस्नु दबाई पानी भन्ने नखानु नदेखाउनु होइन डक्टर भएकोमा अब आफूलाई बिमारी आइज भयो 2-3 दिन पुरा सहेर आफ्नो शरीरले नसकेर मात्रै लास्टमा अन्तिममा अब चेकअपहरू गर्नु त्यो मेरो आदत होला होइन अन्त सोद्धाखेरि एकदमै इरिटेट हुने बाउआमा त के सबै साथीभाइ कसैले गर्दाखेरि फोन रिसिभ नगर्ने म बिमारी हुँदा पनि म बिमारी छुइनँ भन्ने मेरो त्यो उयो होला अहिलेदेखि चाहिँ त्यस्तो आदत चाहिँ एकदमै म हटाउँछु साथीभाइ हो अन्त अब सुजितले भनेको कुरोलाई चाहिँ म नेगेटिभ नगएर पोजिटिभ वेमा गएर है त्यस्तो कुरोहरूलाई म आफैलाई सुधार्ने छु भनेर चाहिँ हजुरहरूलाई चाहिँ मैले फोनमा चाहिँ अब है मेरो आफ्नो कमीहरू पनि मलाई अनुभवको चिज भयो भने मैले हजुरहरूलाई सेयर गर्न चाहेँ है साथीभाइ हो है यति भन्दै अब मेरो बातहरू यही अन्त गर्न चाहन्छु हो भिडियो बनाउनु अब मैले अब अहिले म पाएँ जस्तो भिडियो बनाउँछु है किन भन्दा चाहिँ अब कति कुरोहरू मनहरू शान्ति हुन्छ दिमागको डाइभर्ट हुन्छ है नेगेटिभ सोच नेगेटिभ बातहरू गर्नु आउँदैन त्यसले गर्दा पनि मैले यस्तो भिडियोहरू बनाइरहनु मनपर्छ साथी हो अरू दिन त मैले भ्लग बनाउँछु तर आज चाहिँ मैले आफ्नो बोलेर बनाएको छु साथी हो हेरिदिनुहोस् होला बाई बाई